स्कुलको नाम के हो सबजना भन। आज आएको कहाँ? अगरबत्ती कम्पनीमा हो। अनि अगरबत्ती कसरी बन्छ थाहा छ हजुरहरूलाई? ल त आज गएर चाहिँ हजुरहरूले सबै थाहा पाउनुहुन्छ अगरबत्ती कसरी बन्छ भनेर। ओके ल भनेपछि त्यो अगरबत्ती बनाउनलाई त्यसमा धेरै किसिमको पाउडरहरू लाग्छ। त्यो पाउडर बनाउने काम यो मेसिन। यता भएको यो सबै रेडी भएको पाउडर हो। यहाँबाट यताबाट पिस्ने, पिसिसकेपछि बोरामा भरेर यता राख्ने, अनि यहाँबाट चाहिँ माथि गएर अगरबत्ती बन्छ। अब थाहा भयो कि नै कसैले भन्यो भने कतै गएर कसैले सोध्यो भने अगरबत्ती कसरी बन्छ भन्दाखेरि पाउडर कुन कुन लाग्छ त्यो पनि थाहा पाउनुभयो हो कि होइन? पाउडर कुन कुन लाग्छ थाहा पाउनुभयो। तर एउटा कुरा हजुरहरूले के थाहा पाउनुभयो भनेपछि अगरबत्ती बनाउने बेला सबभन्दा अगाडि के चाहिन्छ भनेपछि पाउडर। ओके, अगरबत्ती बनाउँदाखेरि सबभन्दा पहिला के चाहिन्छ? अब दोस्रो स्टेप, पाउडरलाई यहाँबाट माथि लगेर अगरबत्ती बनाउने। त्यसको लागि चाहिँ पाउडर माथि लग्ने। अब त्यो देखाउँछु ल, हिँड्नुहोस् माथि एकदम लाइनमा बिस्तारै दिदी एकछिन बन्द गर्नु। दिदी एकछिन मैले तल हामीले के हेरेर आयौँ? अगरबत्तीको लागि पाउडर बनायौँ हामीले, ठिक छ। अब के गर्ने? अब 5 थरीको पाउडर छ यता हेर्नु। एउटामा सेतो पाउडर छ, एउटामा यो काठको धुलो छ, यो जोस पाउडर छ, यो कालो कोइला छ, अनि यता यो अर्को काठको धुलो छ। भनेपछि 1 2 3 4 5 प्रकारको पाउडर छ हामीसँग। अब यो पाउडरलाई के गर्नु पर्यो? यो पाउडरलाई मिक्स गर्नु पर्यो। घर रोटी बनाउँदाखेरि हामी पिठो बुझ्छ कि नै? यो सबै पाउडरलाई पानी हालेर चाहिँ मिक्स गर्नुपर्छ। त्यो काठलाई यो मिक्स गर्नु है, हेर्नु है। ल पालै पालो पालै पालो पालो भयो। यो मेसिन भयो, यसको प्रेसर मिक्स भयो। अब तलबाट पाउडर ल्याएर हामीले के गरिसक्यौँ? पाउडर मिक्स गरिसक्यौँ। पाउडर मिक्स गरेपछि रेडी भयो यो मसला। यसलाई के भन्छ? प्री मिक्स पाउडर। के भन्छ यसलाई? अब हामीले के गर्नु पर्यो भनेपछि प्री मिक्स पाउडरदेखि अगरबत्ती बनाउनु, ठिक छ। अगरबत्ती बनाउनलाई यो मिक्स गरेको पाउडरलाई हाल्ने हामी यो बकेटमा, ठिक छ। यो बकेटमा हालिसकेपछि यो अगरबत्ती बनाउने मेसिन हो। यसले के भन्छ? यो बकेटमा हालेर यताबाट सिधा हाल्नु पर्यो। यो के बन्यो? बन्यो होइन? ल अब यता हेर्नु है, मेसिन हो यो चाहिँ स्पिडमा चलाउनुलाई यहाँबाट स्पिड बढाउनु पर्छ। बन्यो अगरबत्ती। यताबाट सुन्दै ल्याउँछ, अगाडिबाट अगरबत्ती निस्किन्छ। ल भयो। अब यसलाई स्पिड बढाउन नि अब बनेको अगरबत्ती त काँचो हुन्छ भनेपछि ढिलो हुन्छ नि त है। ल सबार्नु त 2 3 जना एउटा ल यो काँचो अगरबत्ती हो, यसलाई सुकाउनु पर्छ। नसुकाएपछि के हुन्छ? बिग्रिन्छ। यसरी निकाल्नु त, हेर्नु त निस्क्यो कि नै? निस्क्यो कि नै? यो नसुकेको अगरबत्ती मेसिनबाट भर्खर बनेको यो काँचो अगरबत्ती यो निस्क्यो। अब यसलाई के गर्नु पर्यो त? यसलाई सुकाउनु पर्यो मजबुत पक्का बनाउनलाई। अब
सुकाउने कसरी हाम्रो चौथो स्टेप रहेको म भन्नु होला सबभन्दा पहिला हामीले के गर्यौं पाउडर त्यसपछि पाउडरलाई के गर्यौं त्यसपछि के गर्यौं अगरबत्ती बनायौं अब के गर्नु पर्यो अगरबत्तीलाई सुकाउन मेसिन लास्ट स्टेप के गर्यौं हामीले अगरबत्ती सुकाएपछि बाँधेर हामीले के बनाउँथ्यौं मुठा अब त्यो त बिना बास्नाको थियो अब त्यसमा बास्ना हाल्नु पर्यो बास्ना कसरी हाल्छ यो है यसमा तेल हुन्छ जुन हजुरहरूले घरमा परफ्युम लगाउनुहुन्छ कि नै हो त्यही टाइपको परफ्युम हुन्छ त्यो तेलमा पोल्नुपर्छ अनि त्यही बास्ना नआउने अगरबत्ती बास्ना यो अगरबत्तीमा बास्ना थिएन हैन अब मैले तेलमा चोपिसकेँ अब यसमा बास्ना आउँछ कि नै चेक गर्नु है सबजना बच्चाहरु बास्ना आयो कि अगरबत्ती चेक गर्नु बास्ना आइसकेपछि बास्ना आयो त्यसपछि के हुन्छ अगरबत्ती पेटिङ हुन्छ यो पेकिङ भयो मच्छरधु पनि अगरबत्ती मच्छरधु पनि सेम यही प्रोसेस हो यसमा के गर्नुपर्छ काउन्ट गरेर हाल्नुपर्छ हातले काउन्ट गर्ने अनि पछि यसमा हाल्ने अनि यसमा सबैमा हालिसकेपछि यसलाई चाहिँ चप्काउने चप्काएर पछि पठाउने पसलमा सक्यो यति हो के भन्नु है सबभन्दा पहिला हामीले के गर्यौं त्यसपछि के गर्यौं अगरबत्ती बन्यो त्यसपछि के गर्यौं सुकिसकेपछि के गर्यौं परफ्युम गरिसकेपछि के गर्यौं तेलमा चोपिसकेपछि पेटिङ गरिसकेपछि अगरबत्तीको काम अब एउटा लास्ट कुरा है हाम्रो यहाँ भिजिट गर्न आउँदाखेरि हाम्रो एउटा नियम के हुन्छ भनेपछि जो मान्छे भिजिट गर्न आउँछ त्यसलाई चाहिँ मुखमा हामी कालो दल्ने हो हैन सबै बच्चाहरूलाई कालो चाहिँ दल्नु पर्छ तु एकलाई पहिला ल्याउनु हुन्छ नालाई त थोरै 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 यस कि तो कालो दल्ने ल बाइ बाइ यो बाबु यो अगरबत्तीको काठ छ नि यो हो बाँसको सिन्का यो बाँसको सिन्का नेपालमा बन्दैन इन्डियामा पनि बन्दैन यो एउटै ठाउँमा बन्छ चाइनामा नेपालमा र इन्डियामा बनाउन सकिन्न किनकि जुन क्वालिटीको यो बाम्बु स्टिक बनाउने हो त्यो क्वालिटीको बाँसै छैन त्यो बाँस भनेको चाइनामा मात्रै छ त्यही भएर अगरबत्ती जताको जहाँ पनि बनोस् तर त्यसको सिन्का चाहिँ चाइना नै हुन्छ चाहे इन्डिया नेपाल मलेसिया बङ्गलादेश जहाँ बनाए नि तर अप्सन एउटा मात्रै छ बाँसको सिन्का चाइनाको नै हुन्छ सबै ठाउँमा त्यही हो अरू केही क्वेसन काठको धुलो यहीँ बन्छ तल मसिन देखाएको त मैले मिक्सर त्यो धुलो पिस्नेवाला मिल थियो नि
त्यो चाहिँ यही विषयमा हामी यहीँ बनाउँछौँ। जुन काठ हुन्छ त्यो हामीले कतै पाहाडबाट जसरी कालो पाहाडबाट आउँछ, अब कोइला भयो, कोइला गाउँघरबाट उठाउँछौँ, नत्र कोही ठुलो डिलर छ भने त्यहाँबाट त्यसलाई लिएर पिसेर मिक्स गर्ने यही हो। अरू केही क्वेसन? ल ठुलो भएर फेरि आउनु अनि नेपालमा चाहिँ केही न केही गरेर देखाउनु है, गरेपछि हुँदो रहेछ। मैले गरेँ अनि गरेर देखाएँ भयो। तिमीहरू पनि ट्राई गर्नु ठुलो भएर, नेपालमा गर्न सकिन्छ अनि गरेपछि हुन्छ है। ल बाई बाई। मेरो लास्ट काम टिकटकमा गएर यहाँको चाहिँ लाइक गर्ने के नाम हो भनेपछि कल्पना अगरबत्ती उद्योगमा छ। टिकटकमा नाम के नाम? उद्योग। टिकटकमा गएर लाइक र सेयर गर्ने अनि मामुलाई पनि देखाउने है। तपाईहरुको भिडियो पनि टिकटकमा आउँछ। लाइनमा